67 सालको कुरा यो। एउटा कुकुर कहाँबाट आयो कहाँबाट ठ्याक्कै भजनको टाइममा मेरो घरमा बाबा नै आउनुभएको भन्नु मैले उसलाई स्वागत गरेँ, खाना भोकाएर आएको छ। त्यो बेला एक पुरै बिस्कुट सासै नफेरिकन खाएको थियो। ऊ बेचारालाई कति भोक लागेको छ भने पानी सानी दिउँ राख्ने अनि बस्ने, अनि अरूलाई आउनै नदिने अब गरेको थियो। अनि जब त्यो 4 बजेपछि ऊ लुसुक्क हिँड्थ्यो, कसैलाई केही गर्न्थेन। गर्दा गर्दा एक दिन के भयो भने एउटा बच्चालाई टोक्यो। अब बच्चाले टोकेपछि त अब उपचार पनि गर्नु पऱ्यो, सबै गर्नु पऱ्यो। सुईले टोक्यो होइन के हो कसो हो भनेर त्यो बच्चालाई गऱ्यो बहिनी अब सुई दिनु के गर्नु कसो लाग्छ। अब मैले पालेको कुकुर त होइन, 81 भजनको दिन आएको थियो। फेरि अरूहरूलाई पनि टोक्नु खोज्यो। अब टोक्नु खोजेपछि अब यसलाई त राख्नु भएन भने मैले अब त्यो हँसिया थियो हातमा त्यो घाँस काट्न गएको थिएँ, ओखाल्न गएको थिएँ यही उसमा जाडो महिनामा। अनि बुढा मान्छे ममा भाडामा हुनुहुन्थ्यो, मन्दिरको पुजारी बुवा हुनुहुन्थ्यो, घाम तापेर बसिरहनु भएको थियो। अनि आएर अब यसलाई लखड्न पऱ्यो भने त्यो हँसियाले चाहिँ मैले त्यसलाई सिधा आने पनि पर्ला भनेर त्यसलाई तर्साउनको निम्ति मैले त्यो हँसिया चाहिँ यसो गरेर लजा भनेर त्यो कुकुरलाई यसो मात्रै गरेको थिएँ। सायराम कहाँबाट त्यो हँसिया उछिटेर त्यो बुढाको यसरी घाम तापिरहेको बुढालाई यो छाला त रानी गरेर परेछ। अब सेतै देखेँ है, सेतै देख्ने बित्तिकै हड्डी सड्डी अब सब देख्यो भनेर आँतिए बाबु भनेर बोलाएँ मैले छोरालाई। बाबु टेप्लिएन, त्यहाँ बाजेले यहाँ घाउ भयो भनेर भने। अनि आएर के भएर घाउ भएको कुकुरले भगाउनु भएको हँसियाले यसो गर्नु कुकुरलाई भजन गर्ने मान्छेले कुकुरलाई हान्ने। अब त्यो कुकुरलाई हान्ने मान्छे के भजन गरेको म त ल्याउँदिनँ त्यो चाहिँ भन्यो। फेरि हतान पर्दै ल्यायो। वास्तवमा त्यो छाला चाहिँ त्यो बुढा मान्छेको 80-90 वर्षको मान्छे पाटी चाहिँ आउँछ त्यो पोलेको छाला घाँस त गाह्रो छ, रगतसँग के पनि आएको बाजे दुख्यो भने दुखाएको छ भन्नु भने। अब त्यहाँ त केही पनि भएन। अनि त्यो दिन त्यत्तिकै भयो। भोलिपल्ट हो क्यारे भोलिपल्ट कि पर्सिपल्ट म भजन गर्न आउँदाखेरि त बाबाको फोटोमा रगत आएछ, 3 ठाउँमा रगत त्यस्तो गरी बगेछ। त्यहाँ परेछ सानो हात गएछ। अनि मैले अब ठ्याक्कै देखेँ, अहिले पनि छ त्यो फोटोमा छ, अहिले पनि छ। ठ्याक्क लाएर 1 थोपो 2 थोपो 3 ठ्याक्क थोपो झरेको देखेँ। बाबाको यहाँ परेछ ठ्याक्क यहाँनिर त्यो हँसेको यहाँ परेछ। मैले के काम गरिछु, मैले कस्तो गरिछु भने मलाई जहाँले पछताप लाग्यो। स्वामीलाई मैले यस्तो चोट दिन्छु भने मलाई धेरै पछताप लाग्यो। अनि मैले भगवान् मैले गर्छु भने गरेँ, त्यसलाई अँत्याउनु मात्रै खोजेँ। मैले कहाँबाट यस्तो भयो, मेरो हातमा यो थियो, मैले किन होस् गरिनँ भने म त्यसलाई धेरै फेरि पैसा त्यसो गर्दा अनि त्यहाँ त्यतिकै भयो। त्यो दिन पनि त्यस्तै भयो। पछि अब चाहिँ हतियारले हान्नु हुँदो रहेछ, ढुङ्गाले हान्नु हुँदो रहेछ। पशुलाई पनि तर्साउँछु भनेर पनि हमेसा त्यस्तो चाहिँ गर्नु हुँदैन भन्ने ज्ञान पनि अलिक खुल्यो। भगवान्ले थाप्ने रहेछ नि रहेछ। वास्तवमा उसलाई हान्छु भनेर हाने नि होइन सायद, मैले त्यसलाई तर्साउँछु भनेर गरेको गर्दाखेरि भगवान्ले त्यस्तो ठ्याक्क यहाँ कोपिएको देखेँ। यहाँबाट रगत छ, यहाँ 3 थप्पा रगत आएको देखाएको छ। अनि देखेँ, अनि सबैलाई देखाएँ मैले कुकुरलाई यस्तो गर्दा यस्तो भयो सायद, मैले अपराध मैले बाबालाई यस्तो चोट पुऱ्याएँ भनेर भने।